कार्यक्रम विपद सरोकार। नमस्ते है दाजु, सन्चै हुनुहुन्छ? अहो कमलाजी, नमस्ते नमस्ते। अब आरामै भन्नु पर्यो, बरु भन्नुहोस् तपाईँको के छ खबर? ठिकै छ दाजु, के हुनु र? ल अब एक हप्तामा भेट भएको, एकैछिन बसेर कुराकानी त गर्नै पर्यो नि, होइन र? बरु यो बसी बियालोमा स्वागत छ तपाईँलाई। स्वागत त गर्नुभयो दाजु, खास कुरोको चुरो चाहिँ के होला कुन्नी? अब कुरो गर्दै जाऊँ न, बरु एकछिन पर्खनुहोस् है त। ओडिपीको परियोजना मार्फत विभिन्न कार्यदलहरू नबनेको भए, विभिन्न ठाउँमा सामग्रीहरू भण्डारण नभएको भए हामी भूकम्पको बेला एकदमै हताहत हुन्थ्यो होला। प्राइमेरी हेल्थ केयर कम्युनिटी चाहिँ एकदमै अवेर हुनुपर्छ। कम्युनिटी रेडी भएन भने हामी हस्पिटलमा जति रेडी भयो भने के फरक पर्छ? सबै मान्छे त्यहीँ मर्छ, के मतलब भएर आउनै पुगेन। त्यसले कम्युनिटी रेडी भयो भने हामीलाई हस्पिटललाई नै सजिलो हुन्छ। ओहो, हाम्रो गाउँमा यस्ता पनि दिन आएका छ। होइन, के भयो र दाइ? ऊ हेर्न, त्यो माइलाले पहिला रक्सी खाएर श्रीमती कुटेर रुवा बासी मचाउँथ्यो। अहिले हेर त, यिनीहरू कति मिलेर हिँडेका। त्यही त दाइ, तल्ला घरे साइली भाउजूले पनि गाई पालेर दुध बेच्न थालिन्। तब अनि साइला दाइले नि भाउजूलाई घरको काममा सघाउँछन् रे। रमा र हरिका छोरीहरू पनि नियमित रूपमा स्कुल जान थालेछन् नि। भुइँचालोले बाआमा र घरबार गुमाएका उनीहरूलाई टोल छिमेक र समाजले सहयोग र संरक्षण गरेका छन्। ए गजबै भएछ त। हो, यी र यस्ता व्यवहारले नै सुरक्षित र सभ्य समाजको निर्माण गर्न सहयोग पुग्छ। लैंगिक हिंसा विरुद्धको अभियानमा अक्सफाम नेपाल। कमलाजी, कस्तो तर्सिनु भएको? भुइँचालोको डरले अझै छोडेको छैन कि क्या हो भने? दाजु पनि हेर्नु न, गाडीले घरेर गर्दा नि घरै थर्किन्छ, अनि नतर्सेर के गर्नु? होइन, कति कच्चा हो न हाम्रा घरहरू, गाडी आउँदा नि यस्तो थर्किन्छ। हाम्रा घरहरू मात्र होइन कमलाजी, भौतिक संरचनाहरू जस्तो विद्यालय, अस्पताल, स्वास्थ्य चौकी पनि कहाँ सुरक्षित छन् र? अलि ठुलो भूकम्प आयो भने केही बाँकी रहँदैन। साँच्ची भुइँचालो जाँदा तपाईँ चाहिँ के गर्दै हुनुहुन्थ्यो कुन्नी? आम्मै, त्यो दिनको त कुरै छोड्नु न, झन्डै मरिएको नि। अहिले सम्झिँदा पनि ज्यानै थर्र हुन्छ। बिहान खाना खाएर यसो कपडा धुन ठिक परेको थिएँ, भनन्न रिङ्गाए जस्तो भयो। के भएछ आज मलाई भनेर सोचे, प्रेसर पो कम भएछ कि जस्तो लाग्यो। तर यताउता पुरै बेसरी हलाउन थाल्यो। म त दाजु घरको 2 तला माथि थिएँ, सबै मान्छे रुवाबासी गर्दै भुइँचालो आयो भन्दै दौडिन थाले, म त त्यहीँ झन्डै बेहोस भएछु। त्यो त साह्रै दुःखद क्षण थियो। कति धेरै मान्छेको ज्यान गयो, कति मान्छे घाइते भए, कति अङ्गभङ्ग भए, कतिका घरहरू भत्किए, करोडौँको क्षति भयो। के कुरा गर्नु? त्यही त दाजु, भूकम्पले भत्किएका घरहरू अझै बन्नै सकेका छैनन्। हुन त सरकारले भूकम्प प्रतिरोधी घर बनाउन लागि परेको छ क्यारे। त्यही त, सरकारसँगै अन्य संस्थाहरूले पनि काम गरेका छन्। लोमन्ती, एन्फो तथा अक्सफाम जस्ता सङ्घ संस्थाले अस्थायी आवास बनाइदिएका छन्, शौचालय बनाएका छन्, खानेपानी, स्वास्थ्य तथा सरसफाइका कार्यक्रमहरू गरिरहेका छन्। विपदको पूर्व तयारी, यसको जोखिम व्यवस्थापन जस्ता धेरै कामहरूमा उनीहरूले सहयोग गरिरहेका छन्। हो त, भूकम्प प्रभावितहरूको जनजीविका नै फेरिएको छ नि। घर नहुनेका लागि घर बनेको छ, जीविकोपार्जनका लागि सिपमूलक तालिम सञ्चालन भएका छन्। त्यति मात्रै कहाँ हो र दाजु? समुदाय कसरी सुरक्षित हुन्छ भनेर अभियान नै चलाएका छन्। विपदको पूर्व तयारी कसरी गर्ने, विपदको समयमा के गर्ने, विपदपछिको आपतकालीन समयलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर समुदायमा तयारी पनि हुँदैछ, होइन र दाजु? हो, विपदको के भएर है? फेरि विपद भनेको यो भूकम्प मात्रै पनि त होइन रहेछ। बाढी पहिरो, हुरी बतास, आगलागी, चट्याङ, यो मौसम अनुकूलका विपदका घटनाहरू पनि छन्। अब यसको जोखिम घटाउन समुदाय आफै पनि सक्षम र सचेत हुनुपर्ने बेला हो। तपाईले भनेको कुरा एकदम सही हो दाजु। बरु आपतका बेला स्वास्थ्य क्षेत्रले कसरी सहयोग गर्यो त्यो बारेमा पनि थोरै चर्चा पो गर्ने हो कि? हो, विपद स्वास्थ्य क्षेत्रलाई पनि आउँछ। अस्पताल, स्वास्थ्य चौकी, त्यहाँ काम गर्ने स्वास्थ्य कर्मीहरू, उनीहरूलाई भूकम्पले केही नगर्ने भन्ने त हुँदैन नि। त्यसैले स्वास्थ्य क्षेत्र पनि विपद पर्यो भने के गर्ने, कसरी काम गर्ने भनेर तयारी अवस्थामा रहन आवश्यक हुन्छ। आपतकालीन समयमा बिरामीहरूको उपचारका लागि औषधि, अस्थायी शिविर राख्न चाहिने आवश्यक सामग्रीहरू, शिविरमा पिउने पानीको व्यवस्था, स्वास्थ्य सरसफाई र स्वच्छता प्रवर्धनका कुराहरू अझ धेरै महत्त्वपूर्ण हुन्छन्। गएको भूकम्पको बेला स्वास्थ्य क्षेत्रले समुदायमा धेरै सहयोग पुर्याएको छ। हो त नि है। यो स्वास्थ्य क्षेत्र, अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य कर्मी लगायतले आपतकालीन समयमा कसरी काम गरे होलान्? एकैछिन यो रेडियो सामग्री पो सुन्ने हो कि?
विपद एउटा आकस्मिक अवस्था हो। जब विपद आइपर्छ, मानवीय रूपमा होस् या भौतिक रूपमा, यसले निकै क्षति गर्छ। यो विपत्ति कतिखेर आउँछ र तहस नहस पार्छ प्राय कसैलाई थाहा हुँदैन। तर विपदपछि आपतकालीन समयको प्रमुख आवश्यकता भनेको विपदले घाइते भएकाहरूको उपचार गर्नु हो, घाइतेलाई नजिकको स्वास्थ्य चौकी वा अस्पताल पुर्याउनु हो। तर विपद जोखिमका दृष्टिले स्वास्थ्य क्षेत्रहरू पनि पूर्ण रूपमा सुरक्षित छैनन्। यही कुरालाई मध्यनजर गर्दै विगत केही समयदेखि स्वास्थ्य क्षेत्रमा पनि विपद पूर्व तयारी र सावधानीका कार्यक्रमहरू भइरहेका छन्। आपतकालीन अवस्थामा गर्नुपर्ने रेस्क्युहरूको सन्दर्भमा उपचारको सन्दर्भमा लिएर हामीले धेरै कुराहरू जानकारी पाइसकेका छौँ। डिपेको परियोजना अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोग तथा अक्सफामसँगको सहकार्यमा विपद जोखिम व्यवस्थापनका लागि एन्फो र लुमन्तीले विभिन्न क्षेत्रहरूमा विपदको पूर्व तयारी र सावधानीका बारेमा कार्यहरू सञ्चालन गर्दै आइरहेका थिए। विपद जोखिमको अवस्था र त्यसपछिको आपतकालीन समय व्यवस्थापन गर्ने विषयमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहँदा 2072 साल वैशाख 12 गते विनाशकारी भूकम्प आयो। महालक्ष्मी नगरपालिका ललितपुरका तुलसी फुलेल भन्नुहुन्छ, आपत विपदका लागि भनेर भण्डारण गरेर राखिएका सामग्रीहरूको कारण भूकम्पपछिको आपतकालीन समयमा धेरै मान्छेहरूको ज्यान बच्यो। भूकम्प अगाडि हामीलाई डिपीको परियोजना मार्फतै सामग्री भण्डारणहरू थियो। सामग्री भण्डारण गर्नको लागि ठाउँ ठाउँमा घरहरू पनि बनाइएको थियो। यो डिपीको परियोजना मार्फत विभिन्न कार्यदलहरू नबनेको भए, विभिन्न ठाउँमा सामग्रीहरू भण्डारण नभएको भए हामी भूकम्पको बेला एकदमै हताहत हुन्थ्यो होला, धेरै व्यक्तिहरूको ज्यान जान्थ्यो होला। महालक्ष्मी नगरपालिकाकी तुलसी फुलेल मात्र होइन, विपद व्यवस्थापन समिति कीर्तिपुरका किरण कुमार मानन्दरसँग पनि उस्तै खालको अनुभव छ। उहाँले विपदका ठूला घटनाले पार्ने प्रभाव र जोखिम कम कसरी गर्ने भन्ने बारेमा विगतदेखि अभ्यासहरू गर्दै आउनुभएको थियो। ती तालिम तथा जनचेतनाका कार्यक्रम र सामग्री भण्डारण कार्यले धेरै सहयोग पुर्याएको थियो। विगत 3-4 वर्षदेखि हामीले भूकम्प सम्बन्धी धेरै तालिमहरू गरिरहेका थियौँ र त्यसै अन्तर्गत हामीले कीर्तिपुरमा धेरै कृत्रिम अभ्यासहरू पनि सञ्चालन गरेका थियौँ। जस्तै प्राथमिक उपचार खोज तथा उद्धार कार्यदलहरूलाई लिएर हामीले धेरै ठाउँमा खोज्ने, उद्धार गर्ने तथा प्राथमिक उपचारहरू गर्ने कामहरू हामीले गर्यौँ। लुमन्तीले अक्सफामले दिएका सामानहरू प्रयोग गरेर हामीले गर्यौँ भनेदेखि बाहिरबाट आउनुपर्ने मान्छेहरू हामीले कुरेर बस्नु परेन। आपतको घडी जसलाई पनि पर्न सक्छ, तर भूकम्पको विपत्ति अत्यन्त भयानक र विनाशकारी हुन्छ। यस्तो आपतका बेला समुदायको उद्धार गर्ने पहिलो निकाय समुदाय नै हुन्। विपदपछिको आपत्तिजनक अवस्थालाई व्यवस्थित गर्नु निकै ठूलो आवश्यकता हो। अझ जोखिममा परेका घाइते तथा बिरामीको प्राथमिक उपचार र उनीहरूको जीवन रक्षा गर्ने कुरा झनै महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थाका लागि स्थानीय समुदायलाई प्राथमिक उपचार सम्बन्धी तालिमहरू दिनु, स्वास्थ्य उपचारका लागि स्वास्थ्य सामग्रीहरू भण्डारण गर्नु, स्वास्थ्य क्षेत्रहरूलाई विपदको जोखिममुक्त क्षेत्र निर्माण गर्नु पूर्व तयारीका विभिन्न कार्यहरू हुन्। गत सालको भूकम्पपछिको आपतकालीन समयमा स्वास्थ्य क्षेत्रमा गरिएको पूर्व तयारी, तालिम तथा सामग्री भण्डारणले धेरै सहयोग पुगेको बताउनुहुन्छ चाङ्गु नारायण प्राथमिक स्वास्थ्य चौकी भक्तपुरका प्रमुख लोकेन्द्र पौडेल। डिपीको परियोजना र इन्फोसँग मिलेर हामीले चाहिँ विभिन्न किसिमका तालिमहरू र भूकम्प पश्चात चाहिँ के कस्तो गर्नुपर्छ र खानेपानीको कसरी व्यवस्था गर्नुपर्छ, स्टक पाइल कसरी राख्नुपर्छ, स्टक पाइलको के मद्दत गर्छ भन्ने बारेमा त्यसको महत्त्व बारेमा तालिम लिइसकेका थियौँ। अनि भूकम्प गयो, अनि भूकम्प गइसकेपछि यो भवन पनि चर्केको, भवनभित्र बसेर काम गर्न नसक्ने अवस्था, त्यो बेलामा चाहिँ एकदमै बिरामीको लोड पनि थियो। आएका केसहरूलाई म्यानेजमेन्ट गर्नलाई हामीसँग भएको स्टक पाइल सामानबाट मेट्रेसहरू राखेर यो बाहिर ग्राउन्डमा सबै बिरामीलाई सुताएर हामीले चाहिँ प्राइमेरी उपचार चाहिँ यहाँ गर्यौँ। चाङ्गु नारायण स्वास्थ्य चौकीमा मात्र होइन, कीर्तिपुरको विष्णुदेवी प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीहरू पनि तयारी अवस्थामा थिए। विपदका ठूला घटना आइहालेमा कसरी सुरक्षित खालको स्वास्थ्य उपचार गर्ने भनेर स्वास्थ्य कर्मीहरूलाई तालिमहरू सञ्चालन गरिएको थियो। भूकम्पपछिको समयमा स्वास्थ्य चौकीमा भण्डारण गरिएको स्वास्थ्य सामग्रीहरूको प्रयोग गरी भूकम्पका कारण घाइते भएका बिरामीको उपचार गर्यौं भन्नुहुन्छ विष्णुदेवी प्राथमिक स्वास्थ्य चौकीका सिनियर अहेब गया प्रसाद कुमाई। जस्तै अक्सफाम, लुमन्ती अब सहयोगी संस्थाहरूको साथमा रहेर कुनै पनि त्यस्तो खालको डिजास्टर आयो भने के कसरी जाने भन्ने कुरा हामीले प्लानिङ थियो। त्यो प्लानिङ अनुसार हामीले अब कार्यहरू गर्दै गएको थियौँ। जस्तै स्टक पाइलिङको कुराहरू भयो, अनि यो स्टाफहरूलाई ट्रेनिङको कुराहरू भयो, ओरिएन्टेसन अनि ड्रिलहरू हैन, त्यस्तो प्रोग्रामहरू हामीले गर्दै गएको थियौँ। भूकम्प आइसकेपछि यहाँ हामीसँग भएको उपलब्ध भएको स्रोत साधन लगायत यहाँको मेन पावरहरूलाई हामीले परिचालन गरेर स्टक पाइलिङमा भएको सामग्रीहरू थियो, सामग्रीहरूलाई हामीले परिचालन गरेर हामीले यो पिएचसीको ग्राउन्डमा रहेको यो बाहिरपट्टि खुला मैदानमा लगभग हामीले 250 देखि 300 जनाको टेन्ट एउटा राखेको थियौँ।
त्यो 300 जनाको क्याम्पमा हामीले सेवा चाहिँ पुर्याउने कोसिस गरेका थियौँ। स्थानीय समुदायमा आइपर्ने विपदको जोखिम घटाउन समुदायको सहभागिता आवश्यक पर्दछ। तर ठूला विपदका समयमा अस्पताल स्वास्थ्य चौकीहरू भत्किन सक्छन्। घाइतेहरूलाई अस्पताल पुर्याउने बाटोघाटो बिग्रिन सक्छ। त्यसैले समुदाय नै सक्षम हुनुपर्ने एउटा कारण हो। र अर्को कारण आपतकालीन सामग्रीहरू भण्डारण गर्नु पनि हो। जब आपतकालीन स्वास्थ्य सामग्रीको प्रयोग र प्राथमिक उपचारका बारेमा जानकारी हुन्छ, तत्कालीन अवस्थामा धेरैको ज्यान बचाउन मद्दत पुग्छ। वीर हस्पिटलकी नर्सिङ प्रशासक रोशनी तुइतुई, केही गरी हस्पिटलको बिल्डिङ नै कोल्याप्स भयो भने हामीले खुला ठाउँमा जानु पर्यो भने त हामीलाई समस्या हुन्छ। किन सामानहरूदेखि लिएर पाइपदेखि लिएर धारा फिटिङ गर्ने, टोयलेट बनाउने, अनि पानी लानको लागि बाल्टी, अनि देन कन्टेनरहरू सबै चाहिने हुन्छ। त्यसको लागि चाहिँ हामीले डिपोको अन्तर्गत चाहिँ एन्फोले चाहिँ हामीलाई एउटा सामानहरूको कन्टेनर दिनुभएको छ, जसमा चाहिँ हामीलाई चाहिने जुन विपदको बेलामा चाहिने सबै सामानहरू चाहिँ प्रिपोजिसनिङ छ। ठूला विपदले अस्पताल, स्वास्थ्य चौकी जस्ता स्वास्थ्य संस्थाहरूमा पनि क्षति पुग्न सक्छ। त्यस्तो आपतकालीन समयमा स्वास्थ्य शिविर स्थापना गरी बिरामी तथा घाइतेको उपचार गर्न सकिन्छ। तर स्वास्थ्य शिविरहरूमा पनि खानेपानी, सरसफाई तथा स्वच्छता प्रबन्धनका कुराहरू आवश्यक पर्छन्। त्यसका लागि पनि विभिन्न स्वास्थ्य सामग्रीहरू समेत भण्डारण गरिनुपर्छ। फेरि वीर हस्पिटलकी नर्सिङ प्रशासक रोशनी तुइतुई, अब यो डिपीको परियोजना अन्तर्गत चाहिँ हामीले हेर्ने सुरुमा हस्पिटलको लागि जुन यो वासको इमर्जेन्सी वाटर सेनिटेसन र हाइजिनको चाहिँ रेस्पोन्स र फिल्ड हस्पिटल प्लान चाहिन्छ है भनेर हामीले यस्तो एउटा प्लान बनायौँ। त्यो भने एउटा सिस्टमेटिक रूपमा जान्छ। जहाँ योजना छ त्यहाँ काम गर्न सजिलो छ। विपदपछि समुदायमा खानेपानी तथा ढलका पाइपहरू फुट्न सक्छ। त्यस्ता फोहोरका कारण महामारी फैलिने सम्भावना बढ्छ। त्यसैले खानेपानी, सरसफाई तथा स्वच्छताका विषयलाई मध्यनजर गर्दै आपतकालीन समयको जोखिमलाई घटाउन समुदायमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्नुपर्छ। विपदपछि हुन सक्ने महामारीको समस्या आउन नदिन जनचेतना अभिवृद्धि गर्ने कामहरू भएका छन्। महालक्ष्मी नगरपालिका वडा नम्बर 6 का विपद व्यवस्थापन समितिका सहसंयोजक लक्ष्मण कार्की र कीर्तिपुरकी महिला स्वास्थ्य स्वयंसेविका दुर्गा कुमारी महर्जन, डिपिएको प्रोग्राम अन्तर्गत चाहिँ हाम्रो खानेपानी, सरसफाई र यो स्वास्थ्यको क्षेत्रमा चाहिँ हामीलाई चाहिँ उल्लेखनीय चाहिँ हामीलाई सहयोग भएको हामीले महसुस गरेका छौँ। सरसफाइमा जनचेतना पनि जगाउने र खानेपानी शुद्धिकरण गरेर खानुपर्छ भन्ने जनचेतना पनि जगाउनु भयो उहाँहरूले। भूकम्पपछि घर दैलो कार्यक्रम गरेको छौँ। सरसफाइमा हात धुने र घर वरिपरि सरसफाइ गर्ने, खानेपानीमा पिउस हालेर खाने, त्यसको बारेमा हामीले सिकायौँ। अव्यवस्थित शहरी विकास, बढ्दो जनसङ्ख्याको चाप, मौसम परिवर्तन र भौगोलिक कारण पनि विपदजन्य जोखिमका घटनाहरूको सम्भावना बढिरहेको छ। यसरी दिनौं बढ्दै गएको विपदका विभिन्न घटनाहरूको जोखिम कम गर्न समुदायलाई नै सक्षम बनाउनु पहिलो आवश्यकता हो। यस्ता कार्यमा डिपेको परियोजना अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा अक्सफाम तथा एन्फो र लोमन्ती जस्ता संस्थाले स्थानीय निकायहरूसँग सहकार्य गरी पूर्व तयारी र सावधानीका कार्यहरूलाई मूल प्रवाहीकरण गर्दै आएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका जनस्वास्थ्य निरीक्षक उमेश चन्द्र धौबडेल, डिपिएको परियोजना अन्तर्गत चाङनारायण झौखेल र दुवाकोटमा चाहिँ त्यहाँको समुदायहरूलाई स्वास्थ्य कर्मीहरूलाई ट्रेनिङ दिएको थियो, एमसीएम प्लानहरू बनाइएको थियो र डिपिएको परियोजना अन्तर्गत सम्पूर्ण सामानहरूको इन्स्टलमेन्टहरू त्यहाँ गरिएको थियो। भूकम्प आउने बित्तिकै हाम्रा स्वास्थ्यकर्मीहरू तत्कालै त्यो ठाउँमा परिचार भएर त्यो जुन चाहिँ स्टक पाइल गरेका सामानहरूले तत्कालै त्यो ठाउँमा चाहिँ सेवा राहत दिनलाई चाहिँ एकदमै सहज भएको थियो र जसले गर्दाखेरि त्यहाँका जनताहरूले प्रत्यक्ष लाभहरू चाहिँ लिएको थियो। विपद र विपदपछिको समयलाई मध्यनजर गर्दै गरिएका यी प्रयासहरू निकै प्रशंसनीय छन्। तर समुदायमा कुनै पनि बेला र अवस्थामा विभिन्न प्रकोपका घटनाहरूको जोखिम आइलाग्न सक्छ। त्यसको क्षति घटाउन वा यसको व्यवस्थापन गर्न देशका विभिन्न भूभागहरूमा समेत पूर्व तयारी र सावधानीका कार्यक्रमहरू गरिनु आवश्यक छ, जसले सुरक्षित समुदाय निर्माण गर्न सहयोग पुग्दछ। यो विपदपछिको समय त झनै संक्रमित पो हुने रहेछ त, होइन दाजु? हो, यो आपतकालीन समयको व्यवस्थापन गर्न झन गाह्रो हुन्छ। त्यतिखेर कसैको दिमागले पनि झट्ट काम गर्दैन। सबै अत्तालिएका हुन्छन्। घाइते बिरामीहरूको उद्धार गर्नु, प्राथमिक उपचार गर्नु, अस्पताल वा स्वास्थ्य चौकी पुर्याउनु, उनीहरूको जीवन रक्षा गर्नु विपदपछिको एकदमै महत्त्वपूर्ण काम हो। तर दाजु, अघि तपाईँले भन्नुभएको थियो नि, यस्तो विपदका बेला त अस्पताल, स्वास्थ्य क्षेत्र पनि जोखिममा परेका हुन सक्छन्। अस्पताल, स्वास्थ्य चौकीका भवनहरू पनि ढल्न सक्छन्, भत्किन सक्छन्, औषधिहरू बिग्रिन सक्छन् भनेर यस्तो बेला स्वास्थ्य कर्मीहरूले चाहिँ कसरी काम गर्छन्? अब यस्तो बेला घाइते बिरामीहरूको उपचार नगरी पनि भएन नि, होइन?
त्यही आपतकालीन अवस्था आउन सक्छ भनेर नै यसको पूर्व तयारी गर्ने हो भनेको। जोखिमयुक्त क्षेत्रको पहिचान गर्नुपर्छ भनेको यस्तै बेलाको लागि हो नि विशेष तयारी गर्नुपर्ने, किनकि सबै स्वास्थ्य क्षेत्रहरू पनि विपद जोखिमका दृष्टिले पूर्ण सुरक्षित छैनन्। यो कुरा त बुझे दाजु। यो स्वास्थ्य क्षेत्रलाई सुरक्षित क्षेत्र निर्माण गर्न के कति कामहरू भएको छ? यो अस्पताल स्वास्थ्य चौकी भनेको अन्य अवस्थामा जस्तै आपतकालीन अवस्थामा पनि 24 घण्टा सजग र सतर्क हुनुपर्छ। त्यही भएर यो स्वास्थ्य क्षेत्रलाई जोखिम मुक्त सुरक्षित क्षेत्र बनाउनुपर्छ। तर स्रोत साधनको अभावका कारण हाम्रा स्वास्थ्य क्षेत्रहरूमा अझै विपदको पूर्व तयारीका कार्यक्रमहरू पुग्न सकेका छैनन्। तर विगत केही वर्षदेखि काठमाडौँ उपत्यकाका केही समुदायहरूमा पूर्व तयारीका कामहरू भइरहेका छन्। त्यो चाहिँ हो। डिपेको परियोजना अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोग तथा अक्सफामसँगको सहकार्यमा विपद जोखिम व्यवस्थापनका लागि एन्फो र लोमन्तीले काम गर्दै आइरहेका छन्। अनि अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य कर्मीहरू अथवा समुदायलाई पनि यसको बारेमा जानकारी सूचनाहरू प्रवाह गर्नुपर्छ होला नि, होइन र? स्वास्थ्य क्षेत्रमा पनि त आपतकालीन समयका लागि स्वास्थ्य सामग्रीहरू भण्डारण गर्नुपर्ने होला। हो, ठूला विपदका समयमा अस्पतालहरू भत्किन सक्छन्, घाइतेहरूलाई अस्पताल पुर्याउने बाटो बिग्रिन सक्छ। समुदायमा नै तत्काल प्राथमिक उपचार गर्न सक्ने अवस्था आयो भने र समुदाय आफै पनि सक्षम छन् भने धेरैको ज्यान बच्न चाहिँ सक्छ। समुदायमा पनि स्वास्थ्य सामग्रीहरू भण्डारण गर्न सकिन्छ। समुदाय वा अस्पतालको आसपासमा भण्डारण गरिएका यी आपतकालीन सामग्रीहरूले विपदका कारण घाइते भएका बिरामीहरूको ज्यान बचाउन मद्दत पुग्छ। अब यस्तो आपतकालीन समयका लागि भण्डारण गरिने सामग्रीहरू भनेको मेट्रिक्सहरू, स्ट्रेचरहरू हुन सक्छन्। अस्थायी शिविरका लागि त्रिपालहरू, औषधिहरू, उपचारका सामग्रीहरू, साथै खानेपानी तथा सरसफाइका सामग्रीहरूको पनि उचित व्यवस्था हुनु पर्यो। भनेपछि स्वास्थ्य संस्थाहरूमा पनि आपतकालीन अवस्थाका लागि भनेर खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवर्धनका विभिन्न सामग्री पनि भण्डारण गर्नुपर्ने होला जस्तो लाग्यो है मलाई। हो, अब सुरक्षित स्वास्थ्य क्षेत्र निर्माण गर्ने जिम्मेवारी हाम्रै हो। समुदाय, सामाजिक संस्था, स्वास्थ्य संस्थाहरू अझ जिम्मेवार निकायहरू हुन्। त्यो चाहिँ हो दाजु। यो स्वास्थ्य क्षेत्र, अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य कर्मी लगायतले कस्तो खालको पूर्व तयारी गर्नु पर्ला त? यो बारेमा पनि छलफल गर्ने हो कि? हुन्छ, यो विषयमा अब एकैछिन शिक्षण अस्पताल महाराजगञ्जका विपद व्यवस्थापन समितिका अध्यक्ष डाक्टर प्रदीप वैद्यसँग गरिएको कुराकानी सुनौ न त। डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रममा। विपद जोखिम न्यूनीकरणका लागि अस्पतालहरूले के कस्तो पूर्व तयारी गर्नु पर्ला? जसमा चाहिँ सबभन्दा पहिला हस्पिटललाई प्रिपेयर गर्नुपर्ने कुराहरूमा पहिला अवेरनेस हुनु पर्यो। किन गर्नला, कसो गर्ने, अलिकति ट्रेनिङ हुनु पर्यो। पहिला ट्रेनिङ नभइकन के पनि गर्न सकिन्न। ट्रेनिङ भएपछि डिजास्टर प्लान एउटा बनाउनु पर्यो। डिजास्टर प्लानमा चाहिँ आफ्नो स्ट्रक्चर, हस्पिटल कस्तो छ भनेर चेक गर्नै पर्छ। त्यसमा कस्तो हुन्छ भने लास्ट टाइम भूकम्पमा धेरैवटा हस्पिटलहरू बाहिर निस्किनु पर्यो। पहिल्यै आफ्नो हस्पिटल चेक गरेर आए भए या रेट्रोफिटिङ गरिसकेको भएको भए त्यो हस्पिटलबाट बिरामीहरू चाहिँ बाहिर निस्किनु पर्ने हुन्थ्यो। या चाहिँ निस्किनु पऱ्यो पनि अपरेसन थिएटर र आइसियु जस्तो मेन सेन्टरहरू चाहिँ त्यही काम लाग्थ्यो। जस्तै टिचिङ हस्पिटलमा हाम्रो 2 घन्टामा 2.5 घन्टामा हाम्रो मेन अपरेसन सुरु भइसकेको थियो, किनभने हामी बाहिर निस्किनु परेन। हाम्रो जहाँ छ त्यहीँ अपरेसन चल्यो। त्यो चाहिँ हस्पिटल स्ट्रक्चर छ। अर्को चाहिँ त्यसैले हस्पिटलहरू चाहिँ बनाउँदाखेरि चाहिँ बिल्डिङ कोड चाहिँ फलो गर्नुपर्छ। सेकेन्ड चाहिँ हाम्रो नन स्ट्रक्चरहरू रेट्रोफिटिङहरू गर्ने भनेको कुराहरू, सानो कुराले मान्छेलाई इन्जियर गरेर उसको कामबाट वञ्चित गराउँछ। त्यो हस्पिटल चाहिँ स्ट्रक्चर चाहिँ सबभन्दा इम्पोर्टेन्ट हो। नभए चाहिँ फिल्डमा गएर भेन्टिलेसन पेसेन्टहरूलाई, आइसियुको पेसेन्टहरूलाई अपरेसनमा गर्ने एकदमै मुस्किल हुन्छ। समुदाय स्तरबाटै स्वास्थ्य क्षेत्रमा के कस्तो पूर्व तयारी हुन जरुरी छ त? मेरो विचारमा त कम्युनिटी बेस सबभन्दा इम्पोर्टेन्ट हो। तपाईँ याद गर्नुहोस्, अस्ति भूकम्पमा पनि फर्स्ट 2 डेजलाई 2 दिनसम्म आफ्नो घरमा भत्कियो भने आफै म्यानेज गर्नुपर्छ, आफ्नै कम्युनिटीले हेल्प गर्नुपर्छ। आफ्नो घरमा कम्युनिटीको प्लान बनाउने कि कम्युनिटीले कसरी हेल्प गर्ने भनेर बनाउने कि, र त्यहाँको प्राइमेरी हेल्थ केयरलाई पनि त्यति नै इम्पोर्टेन्स दिनुपर्छ। प्राइमेरी हेल्थ केयरमा ग्रिन पेसेन्टहरू बनाए, जुन चाहिँ मल्लमपट्टि लाएर फर्किनु पर्ने पेसेन्टहरूलाई त्यहाँ राम्रोसँग ट्रिट गरेन भने सबै काठमाडौँ गइदिन्छ। काठमाडौँ पुगेपछि हरेक हस्पिटलमा 50 जना पेसेन्ट चाहिँ सिरियस छ, अनि 2000 चाहिँ नन सिरियसली हुल गरेर काम गर्नै नदिने हुन्छ। त्यो 5 जना 10 जना हरेक प्राइमेरी हेल्थ केयरमा 5 जना 10 जना घर फर्कियो भने, र हाम्रो हस्पिटल मेन हस्पिटलमा चाहिँ सिरियस पेसेन्टमा यहाँ हुन्छ, अरू पेसेन्टलाई नगर्ने भएकोले एभ्री लेभलमा प्राइमेरी हेल्थ केयर डिस्ट्रिक्ट लेभलमा आफ्नो लेभलसम्म मान्छेलाई रोक्दै गयो भने
त्यहाँ आउँदाखेरि आफ्नो आफ्नो जुन हस्पिटलमा जुन लेभलको मान्छे चाहिन्छ त्यो मान्छेमा त्यहाँ पुग्ने भएकोले सपोर्ट ट्रिटमेन्ट गर्ने सजिलो हुन्छ हामीलाई। त्यसैले चाहिँ मेरो विचारमा प्राइमेरी हेल्थ केयर कम्युनिटी चाहिँ एकदमै अवेर हुनुपर्छ। कम्युनिटी रेडी भएन भने हामी हस्पिटलमा जति रेडी भयो भने के फरक पर्छ, सबै मान्छे त्यहीँ मर्छ के मतलब भएर आउनै पुगेन। त्यसले कम्युनिटी रेडी भयो भने हामीलाई हस्पिटललाई नै सजिलो हुन्छ। अस्पतालमा खानेपानी सरसफाइ र स्वच्छता प्रवर्धन वासको के कस्तो महत्त्व रहेको छ? वास त एकदम इम्पोर्टेन्ट कुरा हो, पहिल्यै प्रिपेयर गर्नुपर्छ। एउटा पानी पुगेन भने त्यो हस्पिटल कसरी चल्छ? ओटी चल्दैन, खाना चल्दैन, मान्छे बस्न सक्दैन, बाथरुम गराउन थाल्छ, इन्फेक्सन हुन्छ, कम्युनिटी एपिडेमिक्स हुन्छ, कसरी चल्छ? त्यसैले त्यसको लागि चाहिँ कन्टेनर राखेर हामीलाई चाहियो भने यो गर्नुपर्छ, यसलाई ट्रेनिङ गर्नुपर्छ। मेन्टेनेन्समा यो वासको लागि भने स्पेसल ट्रेनिङ गर्नुपर्छ। त्यो सबै एउटा इम्पोर्टेन्ट पार्टै हो। यसमा कुन चाहिँ इम्पोर्टेन्ट भन्ने कुरै होइन। पानी भएन भने ओटी अपरेसन चलेन भने त कुन चाहिँ इम्पोर्टेन्ट अब अपरेसन गर्ने कि पानी इम्पोर्टेन्ट भनेर भन्ने। त्यसैले चाहिँ सबै कुरा इक्वल्ली इम्पोर्टेन्ट लाग्छ। डाक्टर साहब, अब अन्त्यमा डिपीको परियोजना अन्तर्गत भएका कामहरू र आगामी दिनमा कसरी अगाडि बढ्नु पर्ला? अरू प्रोग्रामहरू भन्दा डिपीकोले सस्टेनेबिलिटी लङ टाइममा भएकोले र यो चाहिँ स्टेप वाइज गएकोले चाहिँ जति इम्प्रुभमेन्ट भयो यसपालि डिजास्टर यो अर्थक्वेक भन्दा अगाडि ट्रेनिङ हामी काम गरिरहेको डिपीको प्रोग्राम चाहिँ त्यसलाई टेस्ट गर्दाखेरि अर्थक्वेकले टेस्ट गर्दाखेरि चाहिँ पोजिटिभली साउन्डली राम्रो भयो भनेर सिक्यौँ हामीले। त्यसले प्रोग्रामहरू ल्यायो भने चाहिँ लङ टर्म सस्टेनेबिलिटी गऱ्यो भने चाहिँ काम हुन्छ भनेर सिक्यौँ हामीले। अब अरू प्रोग्रामहरू चाहिँ सर्ट टर्म आउँछ, अलिकति पैसा ल्याउँछ, एउटा दुईवटा ट्रेनिङ गरेर जान्छ, केही मतलब भएन। लङ टर्म सस्टेनेबिलिटी हुनुपर्छ। डिपीकोले त्यो फर्स्ट क्लास गर्यो। सेकेन्ड थिङ, अब मेरो विचारमा डिपीको के हुनुपर्छ जस्तो लाग्छ भने अहिले यतिका वर्ष काम गर्यो, अब छाड्न लाग्छ। मैले भने 1-2 वर्ष हेर्नुहोस् तपाईँले र के ब्याक अब गऱ्यो भने राम्रो होला भनेर सजेस्ट गरेर जानुहोस्। अब गभर्मेन्टले पनि गर्नु पऱ्यो, जहिले पनि डिपीकोमा डिपेन्ड पनि नहोस् न, हस्पिटलले आफैले गर्नु पऱ्यो, गभर्मेन्टले गर्ने सिस्टम बनाइदिनुको राम्रो होला मान्छु म त। दाजु, यतिका बेर हामीले आपतकालीन समयमा स्वास्थ्य क्षेत्रको भूमिका र यसको पूर्व तयारी विपद व्यवस्थापनको बारेमा धेरै छलफल गर्यौं। अनि दाजु, यो विपद पछिको समयमा समुदायमा स्वास्थ्य सरसफाइ त झनै महत्त्वपूर्ण कुरा हो, होइन र? हो। यसको अभावमा झाडा पखाला, आउँ, हैजा जस्ता सरुवा रोगका महामारीहरू फैलिन सक्छन्। विपदका बेला समुदायमा खानेपानी तथा ढलका पाइपहरू फुटेर खानेपानी फोहोर हुन सक्छ। फोहोरका कारण पनि महामारी फैलन सक्छ। त्यसैका लागि हो जोखिम घटाउने र अझ यसलाई व्यवस्थित गर्ने भनेको। विपदपछि आपतकालीन समयमा के कारणले महामारी फैलिन्छ यस विषयमा समुदायमा जानकारी गराउनुपर्छ। पानी उमालेर वा शुद्धिकरण गरेर खानुपर्ने, साबुन पानीले राम्रोसँग हात धुनुपर्ने, यस्ता कुराहरूमा जोड दिनुपर्छ। र मलाई अर्को कुरा के भन्न मन लाग्यो भने नि दाजु, यो व्यक्तिगत तथा पारिवारिक सरसफाइमा पनि ध्यान दिनु चाहिँ उत्तिकै जरुरी रहेछ। दाजु, समय पनि सकिने लागेछ। लौ, आजलाई चाहिँ यति नै गर्ने हो कि? लौ ठिक छ। जे हो, हामीले आज अत्यन्तै महत्त्वपूर्ण विषय विपद पछिको आपतकालीन समयमा स्वास्थ्य क्षेत्रले कसरी काम गर्यो अनि यो स्वास्थ्य क्षेत्रलाई विपदका पूर्व तयारीका दृष्टिकोणले कसरी सुरक्षित राख्न सकिन्छ, स्वास्थ्य क्षेत्र अनि समुदायको के भूमिका हुन्छ भन्ने विषयमा कुरा गर्यौं। यस्ता कुरालाई साँच्चीकै व्यवहारमा पनि लागू गर्नुपर्छ है। साँच्चै यो कार्यक्रम कस्तो लाग्यो कुन्नी तपाईलाई? बरु यो सल्लाह सुझाव दिन चाहिँ नभुल्नु होला है। यसका लागि तपाईलाई पैसा नलाग्ने टेलिफोन नम्बर दिन्छु। सुझाव, सल्लाह, जिज्ञासा जे छन् सबै कुरा दिनुहोस् है। नम्बर पनि भनिदिनुहोस् दाजु। 1660-01-77700। यसमा फोन गर्नुहोस् है। 1660-01-77700, होइन त? बिल्कुल ठिक। ल, तपाईँलाई धेरै धेरै धन्यवाद। हाम्रो नेपाल क्रिएटिभ हाउसको अनलाइन फेसबुक र युट्युब पनि छ। यसमा पनि सल्लाह सुझाव दिन सक्नुहुन्छ। यति बेलासम्म हामीले डिपीको परियोजना अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोग तथा अक्सफामसँगको सहकार्यमा गरिएका विभिन्न क्रियाकलापका विषयमा कुराकानी गर्यौं। हामीलाई सहयोग पुर्याउने व्यक्ति तथा संघ संस्थाहरूप्रति हामी आभारी छौं। हस् त दाजु, अर्को हप्ता फेरि भेटौँला अनि यस्तै महत्त्वपूर्ण विषयमा कुराकानी गरौँला। आजलाई चाहिँ बिदा मागौँ। हुन्छ त, आफूले जानेको कुरा अरूलाई पनि सिकाउँदै गर्नु। हुन्छ, नमस्कार। हस् त, नमस्ते दाजु। नमस्कार।